यो चाहिँ रिजल चोक है, स्याउली बजार रिजल चोक अनि हाकिम चोक यही एरियालाई भन्छ है गाइजहरू। ल हामी चाहिँ रिया तमुको घरमा जाँदै गरेको अवस्था, कान्छी बहिनीको घरमा। कस्तो राम्रो फुल फलिराखेको छ यहाँनिर, हेर्नु होला गाइजहरू। यसलाई टेम्पू भन्छ है गाइजहरू, हेर्नु होला। यो चाहिँ केराको बुट है, यसलाई बनाना भन्छ, बनानाको रुख। हेर्नु होला गाइजहरू, हामी चाहिँ कान्छी बहिनीको घर आइपुगेको अवस्था है गाइजहरू। यो चाहिँ हामी कान्छी बहिनीको घर आइपुगेको अवस्था। यो चाहिँ विशाल गुरुङको घर है, यो विशाल गुरुङ र रिया तमुको घर। हेर्नु होला फ्रम रिजल चोक। यहाँतिर फुलहरू मस्त रोपिराखेको छ, तर यहाँ कोही पनि बस्दैन, अहिले बाहिरबाट आएको मात्र हो है गाइजहरू। ल हेर्नु गाइजहरू, हाम्रो आर्या छोरीसँग भेट भयो। यहाँ हाम्रो बसन्ती फुपू हुनुहुन्छ, यहाँ कान्छी बहिनी, यहाँ हाम्रो फुपू हुनुहुन्छ, हाम्रो आर्या छोरी। हाई आर्या। ए है नाचेको हो, नाचेको हो। आमा रमाको हो। खोइ त बिजयलाई हेर्दै हाँसी हेर न। ल नाच हेरिखेर ओ त्यहाँ अच्छा ऊ त्यता अरे। खोइ त आफै होला नमस्ते गरेको, नमस्ते गर्नु पर्दैन। ल छिटो नमस्ते गर, बिर्सिएछ। ल नमस्ते गर, नमस्ते नमस्ते आर्या, नमस्ते।